रोजलिनको मनको कुरामा चाहिँ मलाई मेरो आमाले सिकाउनु भएको 5 चीजहरू आज म तपाईहरुलाई शेयर गर्नु गइरहेको छु। आमा यता हाई भनिदिनु न। हाई। सो यो 5 चीज चाहिँ यदि हामी सबै छोरीहरुले यदि सिके भने चाहिँ हामीलाई एकदमै सजिलो हुन्छ। अन्त हामीलाई हाम्रो जीवनमा पनि यदि हामीले यो लागू भयो भने चाहिँ एकदमै सजिलो हुन्छ। सो मलाई आमाले सिकाएको 5 चीज चाहिँ के हो भन्दाखेरि फर्स्ट मा चाहिँ एडुकेसन है, पढाइ। आमाले हामीलाई सानैदेखि भन्नुहुन्थ्यो तिमीहरु चाहिँ पढ्नु पर्छ, हामी जस्तो हुनु हुँदैन, पढ्नु पर्छ। मेरो आमा चाहिँ कहिले पनि स्कुल जानु भएन हैन, तर मेरो आमालाई चाहिँ थाहा थियो कि पढाइको भ्याल्यु चाहिँ कति हुन्छ भनेर। अन्त आमाले भन्थ्यो तिमीहरु चाहिँ पढ्नु पर्छ। सो तिमीलाई यदि पढेन भने चाहिँ हेप छ तिमीलाई भोलि पर्सि हैन, तिमीले आफै कमाएन भने अनि तिमीहरु चाहिँ बुढाको अन्डरमा हुनुपर्छ, तिमीलाई चाहिँ नि हेप छ सबैजनाले भन्थ्यो हैन। अनि फर्स्ट चीज चाहिँ हो शिक्षा है। आमाले चाहिँ पढ्नु चाहिँ हामीलाई एकदमै बेसी जोड दिन्थ्यो। अनि त्यसको लागि चाहिँ आमालाई थ्यांक यू सो मच। फर्स्ट कुरा। अर्को आमाले सिकाउनु भएको चाहिँ कुरा चाहिँ के हो भने नलजाउनु हैन, नलजाउनु, नडराउनु तबसम्म जबसम्म तिमी राइट छौ हैन। सो सानैदेखि हामीलाई खेती यस्तो कुनै पनि काम आमा र आपाले हामीलाई छोड्नु भएन, सबै काम सिकाउनु भयो। खेती गर्नु, बारीमा काम गर्नु हैन, त्यसपछि घाँस काट्नु, घर लिप्नु अथवा घर कि जे पनि बनाउनु। अनि अहिले चाहिँ अब म 30 वर्ष पुग्न लाग्यो हैन। सो यस्तो कुनै पनि काम छैन जो चाहिँ मेरो आमा र आपाले मलाई सिकाएन। अनि हामी सानैबाट पनि हाम्रो घरमा के हुन्छ उब्जनी साग सब्जी हैन। अन्त गरेन्डल हुन्थ्यो हामी सानो हुँदा, हामी सबै बोकेर चाहिँ अलमोस्ट 4-5 किलोमिटर हिँडेर चाहिँ बजारमा बेच्न जान्थ्यो। सो दुईटा कुरा चाहिँ नलजाउने, यदि जीवनमा अघि बढ्नु छ भने चाहिँ निडर हुने अनि नलजाउने। सो घाँस बारी बोक्नु, दाउरा बोक्नु, बोरा बोकेर बजार जानु हामीलाई कहिले पनि लजाउनु चाहिँ सिकाउनु भएन। सो दोस्रो कुरा सौदा बोक्नु हैन, स्कुल गएर सौदा ल्याउनु, अनि स्कुलबाट आउँदाखेरि सौदा पात गरेर आफै आउनु हैन। सो यो चाहिँ दोस्रो कुरा मेरो आमाले सिकाउनु भएको हैन। त्यसपछि तेस्रो कुरा मेरो आमाले सिकाउनु भएको चाहिँ हार्ड वर्किङ है। एकदमै हार्ड वर्क गर्नु। अनि तिमीहरूको जीवनमा चाहिँ कति हुन्छ नि, जीवन चाहिँ हार्ड वर्क नगरी हैन, कष्ट नगरी चाहिँ जीवनमा चाहिँ अगाडि बढ्दैन तिमीहरू भन्थ्यो हैन। अन्त एकदमै जीवन चाहिँ अब तिमीहरूको लाइफ चाहिँ इजी छैन, तिमीहरूलाई चाहिँ कष्ट हुन्छ, अब तिमीहरूले चाहिँ हार्ड वर्क गर्नुपर्छ भने एकदमै हार्ड वर्किङ गराउनुहुन्थ्यो आमाले चाहिँ हामी सबैजनालाई हैन। सो त्यो चाहिँ तेस्रो। अनि चौथो चाहिँ आमाले हामीलाई सिकाउनु भयो चाहिँ जेनरस हुनु हैन। यदि तिमीमा छ भने चाहिँ देऊ, किनभने यो संसार चाहिँ टेम्पोररी मात्रै हो हैन। अफ गर्दैछौ तिमीले। सो अनि जहिले पनि घरमा हाम्रोमा वान्स इन अ वाइल हाम्रोमा मरणको कुरा भइबस्छ है। म मरे भने कसरी गर्ने हैन। आमाले त भन्छ म मरे भने त्यो छेउमै दफनाउने मेरो घरको छेउमा भन्छ हैन। सो तेस्रो कुरा चाहिँ के हो भने मलाई आमाले सिकाउनु भएको चाहिँ जेनरस हुनु, दिनु आफूमा छ भने। सो मेरो जीवनमा मैले यदि मेरोमा के छ भने म दिनु चाहिँ जहिले पनि रेडी भएर बस्छु हैन। सो जेनरस हुनु, किनभने यो संसार चाहिँ एकदमै क्षणिक भरको लागि मात्र हो। एनी टाइम हामी चाहिँ यो संसारबाट एक्जिट हुन सक्छौँ भनेर चाहिँ आमाले सिकाउनु भएको हैन। त्यसै चौथो चाहिँ आमाले सिकाउनु भएको कुरा चाहिँ के हो भने रिलिजियसली है, हामीलाई चाहिँ विश्वासमा चाहिँ एकदमै आमाले चाहिँ दरो बनाउनु भयो हैन। बाइ फेथ, म चाहिँ क्रिस्चियन हो हैन। अनि आमाले चाहिँ हामीलाई चाहिँ फेथ बिल्डिङ चाहिँ हामीलाई चाहिँ एकदमै विश्वासमा चाहिँ हामीलाई स्ट्रङ बनाउनु भएको छ। अनि मलाई एज अ म ठुलो हुँदै गएपछि मलाई चाहिँ त्यही लाग्छ कि हुन्छ नि बिङ मलाई चाहिँ अब प्रार्थना गर्दा म चाहिँ मेडिटेट गरेको जस्तो लाग्छ मलाई, एकदमै म कनेक्ट भइरहेको हुन्छु हैन। सो 3टा कनेक्सन चाहिँ मैले सिकेको छु हैन। फर्स्ट त मेरो फेथ त आमाले दिनुभएको मलाई हैन, विश्वास। तर 3टा चीज चाहिँ म जहिले पनि मेरो लाइफमा स्ट्रङ गरिरहेको हुन्छु। त्यो चाहिँ फर्स्ट चाहिँ मेरो रिलेसन मेरो गडसँग, मेरो रिलेसन मेरो इष्टमित्रसँग, वरिपरि भएको मान्छेसँग, अनि लास्ट चाहिँ मेरो
मेरो रिलेसनसिप मेरो सम्बन्ध चाहिँ मेरो इन्भाइरोमेन्टसँग सो हामीले चाहिँ तीनटा चिजमा चाहिँ फोकस्ड हुनु पर्यो त्यो चाहिँ हामीसँग हाम्रो भगवान अनि हामीसँग वरिपरि भएको मान्छेसँग राम्रो भएर खुसी भएर बाँच्नु अनि हाम्रो वातावरणलाई सफा पार्नु हैन जहाँ पाए कि फोहोर नगर्नु यो सबै पनि आमाले हामीलाई सिकाउनु भएको अनि 5 अनि सबसे इम्पोर्टेन्ट मलाई सबसे मन पर्ने चाहिँ के हो भने मेरो आमाले सधैँ भन्नुहुन्छ हरेक मान्छेकोमा चाहिँ राम्रो अनि नराम्रो पनि छ हैन सो जहिले पनि हामीले चाहिँ मान्छेको राम्रो एंगल चाहिँ हेर्नुपर्छ हामीले मान्छेको एकछिन अफ गरेर त यो अलि सो 5th सबसे मन पर्ने मेरो आमाले मलाई सिकाएको चाहिँ सबै मान्छेकोमा राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ हैन कोही मान्छे चाहिँ दुधको दुला हुँदैन भन्छ आमाले हामीलाई त्यसै गुनाले राम्रो हुँदैन सो आमाले चाहिँ हामीलाई भन्छ कि हाम्रो मान्छेकोमा चाहिँ हामीले राम्रो चिजलाई चाहिँ हेरेर त्यो चिजलाई चाहिँ युज गर्नुपर्छ भन्छ है सो हुन्छ नि राम्रो चिजलाई चाहिँ भ्याल्यु गर्नुपर्छ भन्नुहुन्छ आमाले सो म पनि मेरो काममा होस् जहाँ पनि मान्छेको म राम्रो पोजिटिभ चाहिँ हेरिरहेको हुन्छु हैन यो हामीले मान्छेको राम्रो गुणहरूलाई हेरेर उनीहरूलाई कन्सिडर गर्यो भने चाहिँ जीवन एकदमै सहज अनि सजिलो हुन्छ भनेर भन्नुहुन्छ आमाले हैन सो म पनि मेरो एभ्रीडे लाइफमा मान्छेको राम्रो नै हेरिरहेको हुन्छु नराम्रो भन्दा सो हामी चाहिँ मान्छेको राम्रो गुणहरूलाई हेरौँ नराम्रो गुणहरू भन्दा पनि यदि हामीले राम्रो गुण हेर्यो भने चाहिँ हामीलाई यो संसारमा बाँच्नु एकदमै सजिलो अनि सहज हुन्छ सो यो हो हाम्रो वुमेन्स डेको 5 वटा मेसेज थ्यांक यू